सबैजनालाई नमस्कार। आज चाहिँ हामी के छ भनेपछि दिदीले मलाई धेरै दिनबाट मेसेज गर्नुभएको थियो। अनि हैन अङ्कल तपाईँ यतै बस्नु, अहिले हामी उ गर्छौँ तपाईँको पनि है, यतै बस्नु। धेरै दिनबाट चाहिँ हामीहरू दिदीले चाहिँ मलाई मेसेज गर्नुभएको थियो। दिदीको चाहिँ तपाईँको मम्मी है, उहाँको मम्मीको अवस्था चाहिँ एकदमै गाह्रो रहेछ। पहिले चाहिँ कति भयो बिरामी भएको? धेरै भयो, पहिला हामीलाई थाहा भएन, अब 3-4 महिनाबाट थाहा भयो। 3-4 महिना भएछ। त्यो समयदेखि दिदीले चाहिँ मलाई 1 महिना पहिले नै सायद मेसेज गर्नुभएको थियो। म चाहिँ त्यस्तै बिजी भएर चाहिँ अब आउनु भ्याएको थिएन। पर्सनली दिदीले चाहिँ धेरै मेसेज गरेपछि बाबु एकचोटि आएर हेरिदिनु भनेपछि चाहिँ आज म यो ठाउँमा आएको छु। र उहाँको चाहिँ एकदम यो पुरै घाउ छ, यहाँदेखि खुट्टाहरू पनि सुन्निएर, त्यो म भिडियोमा देखाउँछु। र एकदमै गाह्रो छ अवस्था। र अहिलेसम्म पनि केही उपचार नभएर अब त्यस्तै आर्थिक अवस्था कमजोर भएको भएर अब उहाँको श्रीमान बुवा चाहिँ तपाईँको है, बुवा चाहिँ अब रक्सी खाने, इन्डियातिर त्यस्तै जाने, कमाइ नगर्ने त्यस्तो भएर चाहिँ अब उहाँको यस्तो अवस्था भएको रहेछ। र दिदीलाई पनि सोधौँ, तपाईँहरूको भनिदिनु त कति, उहाँ आन्टीको नाम के हो? पदमकला राणा उहाँको नाम। पदमकला राणा। हजुर हजुर। उहाँ बिमारी भएको धेरै भइसक्यो। उहाँको के अरे बुढाहरू रक्सी खाएर इन्डिया जाने, आज खाने, झगडा गर्ने, त्यस्तै। अनि उपचार चाहिँ पहिला योभन्दा पहिला कहाँ गराउनु भएको थियो त? मैले 10 बिघा 2 चोटि लगेको मम्मीलाई। लग्दाखेरि अपरेसन गर्नुपर्छ भन्नुभयो। पहिला पनि यस्तै सुत्ने, नउठ्ने, त्यही आङमै दिसा पिसाब गर्ने, सबै गर्नुहुन्थ्यो। अनि मेडिकल लग्दाखेरि एकैचोटि ब्रेन ट्युमर देखायो, अपरेसन गर्नुपर्छ भन्नुभयो त्यहाँ डाक्टरले। अब मैले मात्र एक्लै सक्ने कुरा भएन। अनि दाइ भाउजूलाई नि भनेको, अब आर्थिक अवस्था कमजोर भएर सक्दैन भन्नुभयो त्यहाँहरूले पनि। अनि दाइहरू उहाँको कति, तपाईँको दाजुभाइ दिदीबहिनी कतिजना हुनुहुन्छ? म एउटा छोरी हो, अनि 2टा भाइ हो, एउटा दाइ हुनुहुन्छ। दाइहरू छुट्टेर भाडामा बस्नुहुन्छ, छुट्टै सबै। अनि दाइहरू भाडामा बसे पनि मम्मीको यस्तो अवस्था हुँदा चाहिँ के? अब हामी कमाएर खान्छौँ भन्छन्, अब हेर्दैनन्। आफ्नो केटाकेटी हेर्न ठिकै हुन्छ, पढाउन ठिकै हुन्छ भन्नुहुन्छ, अब हेर्नु न के गर्नु। अनि एकजना भाइ चाहिँ कहाँ हुन्छ? भाइ त यस्तै एउटा कान्छो भाइ इन्डिया जानु भएको छ, अनि माइलो भाइ चाहिँ यस्तै उता कारागारतिर छ। कारागारमा छन्? हजुर त्यस्तै कारागारतिर त्यस्तै छ। अनि दुःख भयो मम्मीलाई पनि। तपाईँले अहिले सबै हेरचाह मम्मीको सबै कुराहरू तपाईँले हेर्नु? हजुर मैले नै हो। तपाईँले चाहिँ डाक्टरलाई देखाएर डाक्टरले चाहिँ के भन्नुभयो त? उहाँको कति खर्च लाग्छ के, त्यो कुराहरू के भन्नुभयो त? म जाँदाखेरि चाहिँ देखाउँदाखेरि चाहिँ डाक्टरले 6-7 लाख लाग्छ भन्नुभएको थियो पहिलोचोटि लग्दा। पछि अलि त्यहाँ हिँड्न सक्नुहुन्न थियो, अलि पछि फेरि त्यहाँ दबाई दिँदाखेरि अलि हल्का अपरेसन चाहिँ गर्नै पर्छ भन्नुहुन्थ्यो डाक्टर साहबले। त्यति बेला चाहिँ यो के, यो घाउहरू भएको खुट्टाहरू त्यो चाहिँ केही थिएन? अलि हिँड्दाखेरि चाहिँ खुट्टा चाहिँ अलि त्यो उ गरेर खोच्चाएर हिँड्नुहुन्थ्यो, अलि हिँड्न नसक्ने खोच्चाएर हिँड्ने गर्नुहुन्थ्यो, दिसा पिसा आङ्मै गर्नुहुन्थ्यो। त्यसपछि फेरि पछि ल्याइसकेपछि फेरि यस्तै सुत्ने, खाना नखाइदिने, 2-3 दिनसम्म त्यस्तै हुनुभएको थियो। पछि फेरि मैले मेडिकल 10 बिघा लग्दाखेरि पछि चाहिँ म चाहिँ अब बाबु सानो भएको भएर आइहालेँ राति। अनि बाजेहरूलाई कति 10-11 लाख लाग्छ भन्नुहुन्छ यहाँले। 10-11 लाख लाग्छ। त्यही भन्नुहुन्थ्यो। अनि यहाँ तपाईँहरूको बस घर जग्गाहरू के त्यस्तो छैन? पहिला जग्गा जमिन पहिला चाहिँ थियो। बुवाले रक्सी खाने, कान्छी स्वास्नीले सबै बेचेर खानुभयो, केही छैन। अब यो बुवाले 2टा बिहे गर्नुभयो? हजुर अब यो बस्तीमा हो, केही छैन, हाम्रो जग्गा जमिन केही छैन, सबै किनेर कमाएर खाने हो। अब यो पनि कहिले उठाउँछ थाहा छैन। बसेको चाहिँ तपाईँहरूको आफ्नो घर जग्गा उ होइन? यो चाहिँ सुकुम्बासी बस्ती हो। अब यहाँ त उठाउन नि सक्छ, थाहा छैन। कति बेला उठाउँछ भन्ने थाहा छैन। अनि अहिलेसम्म मम्मीको उपचारमा कति खर्च भयो त? अहिलेसम्म त लाग्यो होला 50-60 हजार जति लाग्यो होला। त्योभन्दा त अरू पैसा भएन, गएन। पैसा भनेपछि समयमै उपचार भएको भए चाहिँ थोरै पैसाले पनि उपचार हुने थियो सायद। हजुर हुन्थ्यो होला, पहिले थाहा भएको भए हामीलाई थाहा पाएन हामीले। हजुर अनि 81 धेरै नै भइसकेपछि थाहा पायौँ हामीले। त्यही अनुसार गऱ्यौँ हामीले पनि
सबै। अनि अब यहाँ मम्मी पहिला आफूले गर्नु रासन भरिदेऊ, मैले सबै कपडादेखि मैले नै दिनुपर्छ। अरूलाई आफ्नो छोराछोरी पाल्न ठिकै भन्नुहुन्छ, के गर्नु दिनु भन्दाखेरि हाम्रो केटाकेटी पाल्न पर्छ, हामीलाई नि भन्नुहुन्छ। म पनि अर्काको घर गइसकेको, कति अर्काको छोराले कति गरिदियोस् के, धेरै गरिदिन्छ। पहिला माइलो भाइ पढ्दाखेरि पनि लगभग 2 लाख क्रस मैले उसलाई कारागारबाट निकालेको। अहिले पनि निकाल छिटो, नत्र निकालेन म आएर मारिदिन्छु भन्छ अरे सबलाई। अब उसलाई कति निकालिन्छ, अर्काको छोराले पनि ऊ रासन भरिदिन्छ कि, अनि यहाँ कपडा दिन्छ कि, अनि उनीहरूलाई के गर्छ, उसले नि के गरोस् के। अब त म गर्दैन भन्नुहुन्छ। अब एकचोटि अपरेसन गर्न पैसा छैन हामीसँग धेरै, भए पनि त्यो एउटा सिक्री थियो मेरो, त्यही बेचेर गर भन्नुहुन्छ। त्यतिले पुग्दैन हामीलाई, अब के गर्नु, त्यही छ। अनि उपचारको लागि लखनऊ गयो भने चाहिँ अब अलिक लखनऊ गयो भने चाहिँ खै एउटा दिदीको ससुराले भन्नुभएको भारू 3-4 लाख लाग्न सक्छ भन्नुभएको छ हामीलाई। हजुर लखनऊ गएपछि भन्नु, अस्ति यहाँ आएर भन्नुभएको हामीलाई 4-5 लाख भन्नु, त्यस्तै 4-5 लाख भारू चाहिँ हो। हजुर त्यस्तै भन्नुभयो। अब सन्चो भइदिए हुन्थ्यो भन्ने हामीलाई नि। ठिक छ, अब सहयोगी मनहरूसँग भिडियो पुगेर अब उहाँले सहयोग गर्नुभयो भने चाहिँ अब ठिक छ। समयमा त उपचार भएको छैन, एकदमै अब एकदम ढिलो भइसकेको रहेछ। किनभने अस्तिसम्म तपाईँले भिडियो पठाउँदा पनि अलिकति हिँडेर ऊ चाहिँ हुनुभएको थियो। त्यतिखेर चाहिँ अलि ठिकै हुनुहुन्छ। मैले पनि सोचेँ कि अब म अरू काममा बिजी थिएँ, अनि घरतिर पनि आउनु समस्या भएको भएर चाहिँ त्यो बेला आउनु भ्याएन। र अहिले चाहिँ अब एकदम फर्किन पनि सक्नुहुन्न, सबै फर्काइदिने, खुवाउने, उठ्न सक्नुहुन्न। यो घाउ देखाइदिनु त एकचोटि है। घाउ खुट्टाहरू सबै सुन्ने खुट्टाहरू अलि यो कपडाहरूबाट एकदमै अवस्था हेर्नुहोस् है तपाईँहरू, यस्तो छ उहाँको। अब उपचार नभएर अहिले घरमा हुनुहुन्छ, यस्तो अवस्था छ। खुट्टाको पनि देखाउनु त, खुट्टातिर खुट्टाहरू सुन्निएर यस्तो भएको छ। फर्किन पनि सक्नुहुन्न, फर्काइदिनुपर्छ सबै। धेरै त्यो भएर चाहिँ अहिले हामीले एउटा बाहिर उज्यालोमा बसेर बस्नु न, बाहिर उज्यालोमा बसेर यहाँबाट उठाएर बाहिर लिएर पनि भिडियो बनाउन सक्ने अवस्था पनि भएन। यही भित्र बसिरहेको छौँ। अब जे छ जस्तो छ देखिरहेको छ, हामी देखाउन कोसिस गरिरहेको छौँ। अब तपाईँहरूले आफ्नो जहाँ हुनुहुन्छ एक दिनको खाजा खर्च पठाएर पनि भिडियो हेर्नुभयो भने चाहिँ उहाँको लागि सहयोग गरिदिनु होला, र सहयोगको लागि मेसेज गर्नु होला। र हामी अब केही दिनमा हामी अब के भन्छ टाढा छ, अब आउने जाने हुन्न, एकै दिन अब कति दिन हुन्छ, तपाईँहरूले सहयोग गरे अनुसार कति छिटो कलेक्सन हुन्छ पैसाहरू भएसम्म हामी जति सक्दो छिटो आएर उहाँको उपचार गर्नमा भएसम्म हामी कोसिस गर्छौँ। किनभने हामी पनि त्यस्तो धेरै भएर आफ्नो व्यक्तिगत तर्फले हामी गरिदिन्छौँ ऊ गर्छौँ भनेर हिँडेको मान्छे होइन। हाम्रो पनि हामी पनि एकदम सानो फ्यामिलीको मान्छे हो, गरिब फ्यामिली भनौँ न, सानो भन्नाले अब एकदम दुःख गरेर खाने मान्छे हो हामी पनि। र उहाँहरूको एकदम छोराले पनि अब छोरा हुनुहुन्छ, एउटा छोरा चाहिँ इन्डियातिर रे, 3टा छोरा है, अनि एउटा चाहिँ अहिले त्यस्तै केसले चाहिँ अब कारागारमा रहेछन्। र जेठो छोराले चाहिँ अब सटर लिएर बाहिर बजारतिर बस्ने, र अब मम्मीलाई यस्तो अवस्था हुँदा पनि मेरो छोराछोरी छन्, म हेर्न सक्दैन भनेर भेट्न आउनुहुन्छ। यो भेट्न आउनुभएको थियो कि नै त्यो त मलाई थाहा भएन। आउनुभएको थियो, इन्डियाबाट आएर आउनुभएको थियो अरे। अहिले चाहिँ इन्डियातिर कति समय, अहिले चाहिँ इन्डियामै हुनुहुन्छ? कहिलेसम्म हुनुहुन्थ्यो यहाँ? 1 महिना जति बस्नुभयो कि यहाँ, उता उहाँ मनोकामना चोकतिर बस्नुहुन्छ। यहाँ भेट्न चाहिँ खोइ आउनुभयो कि मलाई थाहा छैन। 3-4 दिन आउनुभयो, त्यहाँबाट आउनु भएको छैन अहिले चाहिँ। ठिक छ, अब हामीले हुने तर्फबाट धेरै भन्नुभएको थियो तपाईँले, यस्तो छ अवस्था भाइ, एकचोटि बुझिदिनु भनेर धेरै म्यासेज गर्नुहुन्थ्यो। अब म बिजी भएर आउनु पाएको थिएन, र अब यहाँसम्म पुग्या छ सबै अवस्था देख्थ्यो। एकदम नाजुक छ आन्टीको अवस्था अहिले, घाउ छ, त्यसैमाथि हल्लिन यताउता पनि सक्नुहुने रहेछ अहिले चाहिँ। प्लिज तपाईँहरूले जति सक्दो छिटो सहयोग जुट्यो भने चाहिँ हामीहरू आन्टीलाई उपचारको लागि पठाउनेछौँ। जोस् आन्टी एकदम ठिक भएको देख्न पाइयोस् भन्दै यो भिडियो चाहिँ हामी सक्छौँ। किनभने धेरै टाढाबाट छ, आज हामीलाई जसरी पनि फर्किनु पर्ने छ, सुर्खेत जानै पर्ने छ। त्यो भएर चाहिँ अब घरबाट पनि ढिलो भन्नाले टाइममा हिँडेको, तर त्यो यो बाटो अलिक टाढा छ। त्यो भएर यति भन्दै यो भिडियो चाहिँ सक्छौँ।
र सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई मेसेज गर्नुहोला र हामी त्यही अनुसारले सहयोगहरू उठाएर केही दिनमा फेरि आउनेछौँ।